भइसक्यो टिप्नु अब चाहिँ सुनखरी हेलो गाइड हामी चाहिँ अहिले कहाँ छौँ हामी सिन्धुपाल्चोकको शेरमानथाङ हामी यसो बेलुकाको समयमा यो ठाउँ घुम्न आएको छौँ हाम्रो यहाँ दुईवटा दिदीहरू हुनुहुन्छ राम्रो भ्यू देखिन्छ भनेर आएको तर आज अलिकति तलमा बसेको रहेछ यस्तो गाउँहरू त्यो तलको गाउँलाई चाहिँ के भन्छ अरे हामी सबै नयाँ नयाँ त्यति खासै थाहा छैन तर यहाँनिर चाहिँ खत्रै भिड रहेछ यस्तो रहेछ तल के हो त्यहाँ चाहिँ ए दाउरा साउरा जम्मा गरेर यसमा दुई साइडमा भिडियो गर्न मिल्दो रहेछ काहीँ हुँदो रहेछ यसरी पछाडि पनि देखाउनु पायो अगाडि पनि देखाउनु पायो थाहा नै रहेन म त्यही हो अब यसरी जुम गरेर हेर्नु पनि मिलेको त पनि कसले बनाएको भिडियो पनि मलाई को छ त्यहाँनिर गुराँस पनि राम्रो देखिन्छ नजानु पनि केही रहेछ माल भएर नि चल्न मजन भन्छ नि त्यस्तै हो रहेछ यहाँ रातो रहेछ रातो गुराँसहरू पनि एकदमै धेरै फुलिरहेको छ त्यो त उहिले झर्छ धेरै छिपे आउँदैन भन्ने पनि सुदा मान्छे पनि ओहो एकदम चन्दा छ नि ए इटर भएको कि नि ए फेरि त्यो कट गर्न मिलिहाल्छ नि हुन्छ कटाउन मिल्छ यस्तो गरेर लगाइदिनु यो चाहिँ के को फुलले सुनाखरी होइन यता हेर्न अब मलाई हेर्नु मलाई हेर्न आफ्नो अनि फुल देखाउ फुल अलि नजिक आएर फुल देखाउ फुल अनि यतापट्टि अब क्लिक उता हेर मलाई ल भयो सुनाखरी सुनाखरी लाग्यो राम्री पनि भयो आज हामी यो शेरमानथाङको एङ्गलमा स्कुलभन्दा वरिपरिको भ्यू पोइन्ट भन्ने ठाउँमा चाहिँ घुम्न आएको के रहेछ त यो ठाउँ भनेर हामीसँग चाहिँ टिम यता टिम आइरहेको छौँ हामी चाहिँ टिम यता तल पनि अर्को एकजना पनि आउँदै हुन्छ सकिन सके सुनाखरी पनि रहेछ गुनास फुलेको रहेछ यहाँ चाहिँ केही हुँदैन दिउँदा मात्रै के हुँदैन मरेपछि के हुन्छ माने लाग्दैन हामीलाई त्यस्तो हाम्रो केहीले पनि हुँदैन कता यता जाने बाटो थाहा जाने कस्तो लाग्दैछ पहिला छ आउनु गाह्रो भइरहेको रमाइलो लागिरहेको म चाहिँ हाम्रो पुरानो मान्छे हो हामी चाहिँ यहाँको फर्स्ट टाइम नयाँ हो 2-3 दिन भयो यहाँ पहिलाचोटि आउँदैछौँ भ्यू त राम्रो देखिने हो तर आजको मौसम क्लियर छैन हामी चाहिँ आएको यहाँ है भ्यू पोइन्ट भयो तर डेन्जरै जङ्गल रहेछ खत्रै जङ्गल रहेछ अगाडि एकदम निडर मान्छे हामीलाई गाइडेन्स गर्नको लागि हजुर यता पनि के गर्न ए सुटिङको लागि चाहिँ फिल्म चाहिँ सुटिङ हुँदैछ फोटो माइले कम कस्तो लजाको जसरी आएको क्या मजा लाग्छ आजको यता सकिएर रुमतिर फर्किँदैछौँ फोटो र भिडियो यति धेरै खिच्यो कि एकदम बोर फिल भइरहेको थियो एकदम फ्रेस भयो अब यहाँबाट चाहिँ हाम्रो जानुपर्छ यता तलबाट चाहिँ जानुपर्छ ओके बाई बाई गर्नु